चाहिँ यस्तो दामी भएको छ कि मैले त पकाएको फेरेको आफ्नो तारिफ आफैले मैले हुन्छ त जे पनि नभए त मेरो मम्मीलाई मेरो नानालाई मेरो बहिनीलाई मेरो ज्वाइँलाई मेरो भेनालाई सोध्नुहोस् त सबैले भनिदिनु हुन्छ तपाईँलाई कि मैले साँच्चीको दामी खाना बनाउँछ मेरो ज्वाइँले झन् मेरो हातको चाहिँ भुटेको भात पुरा मन पराउनुहुन्छ भुटेको भात हामीले भन्छ इङ्ग्लिसमा चाहिँ फ्राइड राइस अरे फ्राइड राइस अनि बिनाले त जे पनि मन पराउनुहुन्छ नि पकाएको मम्मीलाई चाहिँ मन पराउनुहुन्छ पकाएको तर अलिकति साह्रो पर्छ मम्मीलाई खुसी बनाउन किनकि मेरो मम्मी चाहिँ मिठासी हुन्छ नि त अलिक धेरै अन्त जे पाइ त्यो मन पराउनु हुँदैन दामी भएन मात्रै दामी भयो भन्नुहुन्छ तर अरू दिदीको बहिनीको हातबाट भन्दा चाहिँ मेरो हातबाट मन पराउनुहुन्छ मम्मीले खानाहरू चाहिँ हामीलाई फेरि मम्मीको हातबाट मनपर्छ मेरो मम्मीले दामी बनाउनुहुन्छ मिठो स्वादिष्ट बनाउनुहुन्छ मम्मीले